that's me. You're probably wondering how I ended up in this situation. Hi everyone, I'm Preeti. So today we are going to make anda chura for snacks, for which सुरुवात में मैले you see what I did. मैले सबै चुरा झारे. Maybe this is the sign from the universe of तुमसे ना हो पाएगा. तर I didn't give up. मैले बडाले कुडाले everything मेसलाई साइड लगाएँ. Fresh start. यो पालि चाहिँ अलिक केयरफुल भएर मैले बट्टा समाएँ. The first and foremost thing that you need for this recipe is a कढाई, non-stick one. That's better. Gas बाल्ने, कढाई बसाल्ने, and take a generous amount of ghee. This is a homemade ghee that my mom has sent me. यो मसँग टन्नै छ. Plus look at the, oh my god, that's so good, right? So ghee हाल्ने. I have always noticed that पानी परेको दिन किर्तिपुरमा जहिले बत्ती जान्छ. So बत्ती आएकोमा a little dance, obviously we need that energy. मलाई आउँदैन यो अरू गर्न. त्यसपछि घिउ तातिसकेपछि you add the amount of chura you want. I'm making for 2. And always use a wooden spatula when it comes to non-stick kadai. Do not use the अर्को त्यो metal or cable. त्यसपछि you only need a half जति onion. You can see through my cutting skills ma kati नै खाना पकाउन आउँछ. You can judge me, no problem. You definitely can judge me. त्यसपछि सेम कराईमा एउटा अन्डा हाल्ने अनि देन अलिकति कुक भइसकेपछि मिक्स इट रियली वेल. द्याट्स द की पोइन्ट. मजाले मिक्स गर्ने. त्यसपछि गएर अघि काटेको अनियनलाई हालिदिने, त्यसलाई पनि एकछिन चलाउने. त्यस्तो धेरै फुल कुक गर्न पर्दैन, अलि रहने भए पनि हुन्छ. देन एड सल्ट टु योर टेस्ट, खुर्सानी. त्यसपछि गएर इफ यु विश टु यु क्यान एड coriander powder. मलाई चाहिँ हल्का आई लाइक द टेस्ट अफ इट, सो मैले हल्का मात्र एड गरेँ. देयर इज नो डिस इन दिस वर्ल्ड जसमा चाहिँ मिट मसाला हाल्न मिल्दैन. सो प्लिज एड गरेर हेर्नुहोस्. इट इन्हान्सेस द टेस्ट सो मच बेटर. पकाउँदा पकाउँदै आई रियलाइज मसँग त त्यो मिनी त्यो वाइवाईको चाउचाउवाला त छँदै छैन. सो गएँ, आई बट दिस. आफूलाई मन पऱ्यो जति यु क्यान डेफिनेटली एड. आई जस्ट बट 4 प्याकेट्स बिकज हामी 2जनाको लागि मात्र पकाउँदै थिएँ मैले. सो 4 प्याकेट्स अफ दिस चिकन भुजिया के भन्छ एडेड इट, मिक्स्ड एभ्रिथिङ रियली वेल. अनि त हाम्रो खाजा इज रेडी. मजाले प्लेटिङ गर्ने, सर्भ टु यर लभ वान्स. डु ट्राई दिस रेसिपी एन्ड लेट मी नो कस्तो लाग्छ हजुरहरूलाई. सो द्याट वाज प्रिटी मच अल. सी यु इन द नेक्स्ट वान. वेट टेस्टिङ त बाँकी नै छ. सो this was my reaction after I ate it. It was really good actually. Just the reaction ko lang matter, it was really good. Bye.